भारतको तेलंगानामा फ्रिजसँग सम्बन्धित दुर्घटनापछि 3 जनाको ज्यान गएको खबर अहिले चर्चामा छ। तर प्रश्न उठ्छ, के तपाईको घरको फ्रिज पनि सुरक्षित छ? धेरै मानिसले गर्ने एउटा सामान्य गल्ती भनेको फ्रिजलाई भित्तासँग टाँसेर राख्नु हो। फ्रिजको पछाडि रहेको कम्प्रेसरले काम गर्दा धेरै गर्मी निकाल्छ। यदि हावा राम्रोसँग पास हुन पाएन भने कम्प्रेसर अत्याधिक हिट अथवा गरम हुन सक्छ, जसले आगलागी वा विद्युतीय दुर्घटनाको जोखिम बढाउन सक्छ। त्यसैले विज्ञहरूले फ्रिज र भित्ताबीच कम्तीमा 6 देखि 7 इन्चको दूरी राख्न सुझाव दिन्छन्। यस्तै कम्प्रेसरबाट असामान्य आवाज आउन थालेमा वा फ्रिजको तलतिर पानी चुइन थालेमा तुरुन्त जाँच गराउनुहोस्। विद्युत तार वा प्लगमा समस्या भए करेन्ट लाग्ने खतरा पनि हुन सक्छ। गर्मी बढ्दै गएको छ र फ्रिज लगभग हरेक घरमा प्रयोग हुन्छ। त्यसैले सानो सावधानीले ठुलो दुर्घटना रोक्न सक्छ। यस्तै उपयोगी र जनचेतनामूलक जानकारीका लागि हाम्रो पेजलाई फलो र युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।